एक चाहिँ भर्खर आउनुभयो जस्तो लाग्छ मलाई है। त्यो गरेपछि उहाँको पेन्सन खाने समय आयो है। तपाईँलाई म जेनरली कुरा गर्छु है। अहिले पासपोर्टमा युकेमा जहाँसुकै गर्नुहोस्, अहिले एकदम होइन तपाईँ हामीदेखि बाहिरदेखि आएको मान्छेहरू हामी टार्गेटेड मान्छे भएको छौँ। हिजो अस्ति आसपोर्ट पुलिस स्टेसनमा बम प्लान गरेको थियो। हिजो अस्ति के भएको सोमबार सोमबार जस्तो लाग्छ मलाई बम प्लान गरेको थियो है। अनि यस्तो हङ्गामा मचिएको थियो। त्यो बम प्लान गर्ने चाहिँ यो केनिङटनको मान्छे अरे है। तपाईँले देख्नुहुन्छ होला केनिङटनमा माटाल्यान्डदेखि मासतिर जहिले प्रोटेस्ट गरिराखेको हुन्छ है। माटाल्यान्ड मासतिर केनिङटन त्यो स्यानगारी छ नि, जाँदा ठाडो बाटोमा प्रोटेस्ट गरिरहेको हुन्छ। अहिले यिनीहरूको यो रिफर्म पार्टीले तपाईँ हामी जस्तो विदेशबाट आएको मान्छेलाई चाहिँ यहाँको बेनिफिट खायो, यहाँको सबै खायो भनेर उफ्रेको छ है। अब यो समयमा भनौँ न हामीले कसरी चल्ने भन्ने कुरो तपाईँहरू बालीको सबैलाई थाहा हुन्छ है। यसरी नै अहिले देख्नुभयो होला, यसरी अराजकता गर्दैनौँ भने एउटा मान्छेले गर्दाखेरि सारा हामी गोर्खालीको टाउकोमा है देखा पर्छ। त्यो देखा पर्नु भएन। अब हामीले भन्ने काम हो होइन। अब जोसुकैलाई अब हामीले गर्नु सकिँदैन है। हामीले सम्झाउने मात्र काम हो। अनि यो देश भनेको तपाईँलाई थाहा छ होला, गएको हप्ता राजाको भाइ, राजाको साख्य भाइलाई पुलिसले समातेर खाद्या। तपाईँ हामी को हो र? कोही होइन है। यो देश भनेको त्यस्तो हो। राजाको भाइलाई खान्छ भने तपाईँ हामीलाई खाद्नु भनेको यो ठुलो कुरो होइन। तर तपाईँले यदि गल्ती गर्नुभएको छैन, केही गर्नुभएको छैन भने तपाईँलाई कमिलाले पनि चलाउँछ है। अनि हामीमा चाहिँ अराजकता चाहिँ अति भयो है। अति गर्ने, बाटै सबै गर्ने होइन, डिस्ट्र्याक्सन, हल्ला गर्ने, उफ्रिने, दुनियाँ गर्ने। अनि त्यो त रिस उठ्ला नि त हो। त्यो तपाईँको संसारको सबैभन्दा त्यो हुन्छ नि ढिलो प्राणी स्लोथ भन्ने यत्रो दुईवटा नङ्ग्रा भएको एउटा रुख टुप्पा फेददेखि टुप्पामा चढ्दाखेरि 1 महिना लाग्छ अरे क्या, त्यति अल्छ। त्यसलाई त बाह्र भोज्यो भने त्यसलाई रिस उठ्छ, यसो पोतर्छ नि त है। त्यसले गर्दा जसलाई पायो त्यसलाई टोक्ने, जे पायो त्यही भन्ने, मुखमा त के छ के भन्ने, यो हाम्रो अराजकपन चाहिँ हामीले हटाएकै राम्रो है। तर के हो भने जहिले पनि मान्छेको पूर्ण अपूर्ण हुन्छ है। सबै मान्छे एउटै बराबर हुँदैन। तर के हो भने अब त्यस्तै हुँदाखेरि अब अप्ठ्यारो हुन्छ। उहाँलाई ग्रेजमा है सबै समाजले यसरी नै छोडेर एक्लै बसेर परेको ठाउँमा मैले रेस्क्यु गरेर ल्याएको मैले। किनभने मान्छे मर्नु हुँदैन है, मान्छे त्यसरी हुनु हुँदैन, विकल्ती हुनु हुँदैन भनेर ल्याएको है। यसमा तपाईँहरूलाई म सिधै भन्छु, एउटा गलत तपाईँहरूमा है। उहाँको यो स्थिति हुनुमा तपाईँहरू पनि गलत हुनुहुन्छ। विशेष गरेर मान नगर्नुहोस्, म सिधै भन्छु, राई र लिम्बू कम्युनिटी गलत हुनुहुन्छ। किनभने उहाँ तपाईँलाई देख्ने बित्तिकै तर्साउँछ, मेरो हातमा त्रिशूल छ, म धमिनी हो है, पनि के गरेको तपाईँको जोखाना हेर्दैछु भन्छ। अनि तपाईँले पैसा दिएको त्यही गर्नुहुन्छ। तपाईँको एक हात हेर्ने बित्तिकै 20-10 कति लिनुहुन्छ। अनि त्यहाँदेखि त्यो देखाउने बित्तिकै तपाईँलाई तर्साउँछ। अनि पुरा पूजा गर्नुपर्छ भन्छ, अनि अर्को लिन्छ। अनि त्यो भएपछि उसँग पैसा भएपछि के हो भने कसैलाई नटेरेको। यही उहाँले यही क्रियाकलाप गर्नुहुन्थ्यो ग्रेजमा, त्यो हामीलाई थाहा भएन। अनि यहाँ पहिला त्यस्तै भएको थियो, त्यहाँदेखि उजुम गर्नुभयो, त्यहाँदेखि त्यो बन्द गरेको थियो।
है बन्द गरेपछि उहाँ ठिक ठाउँमा हुनुहुन्थ्यो फेरि अहिले 2-3 महिना हो आएपछि तपाईँहरू नेपालदेखि नयाँ आएको मान्छेले फेरि दिन थाल्नु भएको छ दिएपछि सबैभन्दा ठुलो कुरो शक्ति भनेको पैसोमा हो है उहाँको त्यो भएको पोहोर परात जहिले यत्रो पैसा बोकेर जहिले खुकुरी किमा बोकेर झोला त्यो नगर्नुहोस् भनेर भन्दा तपाईँहरूलाई विश्वास पनि कस्तो लागेको हुन त तपाईँहरूले अब यत्रो उमेरसम्म 70-80 वर्षको उमेरसम्म त्यही धानी नेवारी विश्वास नगर्नुहोस् भन्ने पनि भन्दैनौँ है तर तपाईँहरूले सीमित मात्रामा 1-2 रुपियाँ यसो दोकान हेरेको दिनुभयो त हुन्छ नि अब सयौँ पान दिनुहुन्छ अनि यहाँ आसपोर्टमा भनेको राई लिम्बूको सङ्ख्या भनेको 8-10 हजार छ 10,000 मान्छेले होइन त्यो बेनिफिट भएपछि उहाँले नपत्याउने कारण त्यो बजारमा जाने कपडा किन्ने दुनियाँलाई बाँड्ने कुनै के जाने दुनियाँलाई बाँड्ने अनि मान्छेलाई एकचोटि दिएपछि अनि उसलाई चाहिँ के हो गर्ने भने अब दास बनाउने है त्यो गएको 2 वर्ष अगाडि उहाँले धेरै मान्छे पठाउनु कम मर्नु 3 महिनाभित्र मर्छ 3 महिनाभित्र मर्छ गरेर मान्छेहरू ठोकिएर बुढापाकाहरू है विश्वास गरेर है दिमागै पुरा है आउट भयो त्यसले गर्दाखेरि तपाईँले विश्वास गर्नुहुन्छ भने त्यो तर विश्वास नगर्नुहोस् पनि म भन्दिनँ विश्वास गर्नु पनि भन्दिनँ अलिकति तपाईँहरूले अर्थतन्त्र कम्ती गराउनुभयो भने है उहाँ आफै सेवा